आज म चाहिँ घुम्दै घुम्दै यहाँनिर कस्तो ठाउँमा आएको छु देखाउँछु ल। योनिर चाहिँ वेस्ट कोस्ट बिच हो। यो यति ठुलो खोला छ कि कतिपय साथीहरूले नायग्रा फल्स भनेर चिन्नुहुन्छ होला। त्यो नायग्रा फल्सको पानी चाहिँ बग्दै बग्दै यहाँनिर आउँछ। यहाँबाट चाहिँ यो वेस्ट कोस्ट बिच हो। यो यहाँबाट चाहिँ यता कता भने 1000 आइल्यान्ड जान्छ। यो 1000 आइल्यान्ड भनेको चाहिँ त्यहाँ यस्तो खालको आइल्यान्ड छ जहाँ 1800 मोर देन 1800 आइल्यान्डहरू छ जुन चाहिँ प्राइभेट आइल्यान्ड हुन्। त्यहाँ चाहिँ घरहरू बनाएर राखेको छ मान्छेले पर्सनल्ली। अब हामी चाहिँ आवश्यक छैन त्यहाँ होइन, त्यही भएर गरिँदैन। यहाँनिर हेर्नु ल, यो खोलाको छेउमा आएको छु म घुम्दै घुम्दै। अब यसो फुर्सदको समय थियो र हिजो आज म बिदामा छु नि त 2 महिनाको। अनि यो अलि अस्ति आउनु मन थियो, पुरै जमेको बेलामा हिँड्न चाहिँ मिल्छ होइन। यहाँनिर यो यत्रो ठुलो भए पनि पुरै हिँड्नै मिल्छ। अहिले चाहिँ पुरै यो हिउँ चाहिँ यति ठुलो चाहिँ भएर बसिरहेको रहेछ। यस्तो रहेछ यहाँनिरको भाँचो यस्तो जस्तो हुँदो रहेछ ल। तर भाँचौँ ल हैट, यहाँभन्दा उता चाहिँ नजाउँ होइन। तर यति राम्रो छ कि रमाइलो होइन, आफै ढलिरहेको छ। यस्तो ठाउँमा आइपुगेँ म है घुम्दै घुम्दै। यहाँनिर म तपाईँलाई देखाउँछु पुरै आइस जमेर यस्तो भइरहेको छ यो किनारो है। अनि यहाँनिर हेऱ्यो भने यो पुरै शङ्खे किराहरू हुँदो रहेछ। शङ्खे किरा के भन्छ यिनलाई, यहाँ हेर्नु त शङ्खे किरा। यस्तो यो घरहरू डेकोरेसन गर्नुमा काम लाग्छ, चाहिने भए भन्नु म ल्याइदिन्छु होइन। यहाँ हेर्नु न कति ठुलो स्टिल छ। के बनाउने केही चाहिने भए भन्नु। कति दामी। तर यहाँनिर चराहरू चाहिँ त्यहाँनिर चराहरू चाहिँ छ है, चराहरू। यहाँ चाहिँ आगो बाल्ने ठाउँ पनि रहेछ। यहाँ माथि चाहिँ घरहरू छ होइन, यस्तो दामी दामी घरहरू छ र गाडी त्यहाँ छ। घुम्दै घुम्दै आइपुग्दाखेरि यहाँनिरसम्म आइपुगेको कुरा जानकारी दिएको है।